Hello and namaste everyone. Welcome to this video where we are going to learn about BRS. Not everything about BRS, that will be time consuming. Bank reconciliation statement. It is chapter number 5 and it is a numerical chapter which carries 5 marks in accountancy subject. So particularly in this chapter we'll study about undercast and overcast thing, which is the most confused. Most of the students are like, and that's why we'll be crystal clear with this topic, so that your BRS को 5 marks will get 5 out of 5, because अरू topics हरू त यसको basic छ, easy छ, सबले बुझ्ने खाले, यसमा अलि confuse भइन्छ students हरूले. त्यसैले गर्दा without any delay we'll further move ahead with our processes, and in the and also I would like to make clear about something about cash book and passbook, which is going to be a crucial part in this video, in this chapter. So cash book, it is the record of account holder. Cash book भन्नाले हामीले account holder ले आफ्नो organization मा record राख्ने हो, अनि passbook भन्नाले त्यही organization को account, bank मा भएको account लाई bank मा manage गर्नु, bank ले manage गरेको त्यो चाहिँ हाम्रो passbook हो. अनि I hope that you are clear with this basics कुराहरु हेता. So after that we'll move to the main theme of this video, that is undercast and overcast thing. Overcast र undercast को नाममै यसको simple meaning लुकेको छ. Overcast भनेको यता over हेर्नुस् भनेको body record हुनु, अनि undercast भनेको कम रेकर्ड हुनु. अनि यता हाम्रो बुझ्नु पर्ने बैंक क्याश बुक यता हेर्छौं हामी. क्याश बुक र पासबुक मा यो कुरा छ भने यो एक अर्काको अपोजिट मा वर्क गर्छ. यस्तो बुझ्न सकिन्छ एक अर्काको दुश्मन हुन् नै, दुश्मन होइन. एनीवे, डेबिट साइड अनि क्रेडिट साइड यति बुझ्नु पर्ने कुरा बुझिहालौं. यसको डेबिट साइड अनि यसको क्रेडिट साइड, सबमा डेबिट क्रेडिट त हुनै हो. यसको डेबिट साइड भनेको एडिसन वाला साइड हो, इसको क्रेडिट साइड भनेको सब्ट्रैक्शन वाला. एडिसन सब्ट्रैक्शन किन भनेको यू मस्ट बी नोइङ कि बीआरएस को फर्मेट मा यस्तो पार्टिकल्स हुन्छ, पार्टिकुलर्स हुन्छ आई गेस, या अनि यता प्लस हुन्छ, यता माइनस हुन्छ, यता हामीलाई लेख्नु पर्ने हुन्छ, अनि यता अमाउन्ट लेख्छौं, त्यो प्लस माइनस को कुरा गरेको. त क्याश बुक मा डेबिट साइड भनेको प्लस साइड हो, क्रेडिट साइड भनेको माइनस साइड हो. प्लस भनेको रिसिप्ट हुने भो, अनि माइनस भनेको पेमेन्ट भने हामीले पेमेन्ट गर्यो, हाम्रो अकाउन्टबाट अमाउन्ट कम भयो. सिमिलरली पासबुक को एज स्टेटेड अपोजिट हुन्छ. यसको डेबिट यसको क्रेडिट, मतलब यसको प्लस यसको यता क्रेडिट मा प्लस, यसको क्रेडिट मा माइनस, त्यसको डेबिट मा माइनस, पेमेन्ट साइड. सो लेट्स सी दिस. पहिला पासबुक को कुरा गरौँ, त्यसपछि क्याश बुक को कुरा गरौँ. अब यता डेबिट साइड भनेको माइनस वाला साइड के को पासबुक को. पासबुक को माइनस वाला साइड में हाम्रो कम माइनस भइहालेछ भनेको तपाईको माइनस हुनु पर्ने ठाउँमा अलिक कम माइनस भइहालेछ. यसको मतलब तपाईको ओभरअल ब्यालेन्स चाहिँ बढी हुन्छ, इजन्ट दैट. त्यसैले यता पासबुक मा प्लस हुन्छ, अनि जब यता प्लस हुने भयो भने यता त अटोमेटिकली माइनस हुन्छ. यसको वर्सेस वाला रुल. एनीवे, अनि यसको डेबिट साइड भनेको अगेन माइनस साइड हो, तर त्यता माइनस मा हाम्रो कम के भन्छ अरे बडी माइनस भइहाल्यो. हाम्रो माइनस मा यता बडी माइनस भइहाल्यो. अनि क्रेडिट साइड अफ पासबुक प्लस वाला साइड मा कम रेकर्ड भइहाल्यो भने हाम्रो ओभरअल प्लस हुने ठाउँमा कम भइहाल्यो. त्यसैले गर्दा ओभरअल ब्यालेन्स कम भइहाल्यो. क्रेडिट साइड प्लस हुने ठाउँमा बडी भइहाल्यो, मजै मजा, यता प्लस हुन्छ. अनि अब क्याश बुक मा जाऊँ. क्याश बुक को डेबिट साइड भनेको प्लस वाला साइड, अनि क्रेडिट साइड भनेको माइनस वाला साइड. हजुर, अनि यसको डेबिट साइड मा अंडरकास्ट प्लस वाला साइड मा बडी रेकर्ड भइहालेछ, सरी कम रेकर्ड भइहालेछ. प्लस वाला साइड मा कम रेकर्ड भइहालेछ, जसले गर्दा ओभरअल ब्यालेन्स कम भइहाल्छ. प्लस वाला साइड मा बडी रेकर्ड भइहालेछ. हाम्रो त खुसीको कुरा हो, मतलब खुसीको होइन, पछि त रिकन्साइल हुने नै हो. तर जे भएको छ अन द स्पोट, जे भएको छ हामीलाई त्यही रेकर्ड गर्ने हो. यसमा हामीलाई जर्नलिस्टको माइन्डसेट टाइपबाट सोच्न सकिन्छ, किनभने हामीलाई जे भएको हुन्छ नि त्यो एकदम
त्यही कुरा हामीले प्रस्तुत गर्नु छ त प्लस हुने भयो क्रेडिट साइड माइनस साइडमा हाम्रो कम माइनस भइहाल्यो त्यसैले ओभरअल ब्यालेन्स बढी भइहाल्यो माइनस साइडमा बढी माइनस भइहाल्यो त्यसैले ओभरअल ब्यालेन्समा बढी माइनस भइहाल्यो अब यससँग रिलेटेड हामीले एउटा चाहिँ कुरा बुझिरहनु पर्छ एन्ड द्याट इज त्यो कुरा वेट एउटा पहिला त होप सो यु आर क्लियर विथ दिस थिङ बिकज इट इज भेरी इम्पोर्टेन्ट अनि अर्को इम्पोर्टेन्ट कुरा भनेको यो यति कुरा ख्याल गर्नुपर्ने यसमा मोस्ट अफलाई यति त थाहा नै होला त ओभरड्राफ्टको कुरा बुझिहाल्नु होला यति थाहा होला भने ब्यालेन्स एज पर त्यही पनि बुझिहालौँ ब्यालेन्स एज पर जुन पनि दिन्छ त्यो प्लसमा रेकर्ड गर्नु होला अनि यो बुझेकै कुरा हो जस्ट बुझेकै कुरा हो डेबिट साइड अफ क्यास बुक भनेको प्लसवाला साइड हो त्यसैले प्लस तर क्रेडिट साइड अफ पासबुक भनेको प्लसवाला साइड हो त्यसैले प्लस ओभरड्राफ्ट जुनको पनि आउँछ माइनसमा रेकर्ड गर्ने हो एन्ड क्रेडिट साइड अफ क्यास बुक भनेको माइनस साइड हो त्यसैले यता गर्ने हो डेबिट साइड अफ पासबुक भनेको प्लस साइड हो यता गर्ने हो अब ढिला नगरिकन एउटा हामीले न्युमेरिकल प्रब्लम गरिहालौँ चेक आवर कन्सेप्ट बेतारम यता अघिकै कुरा आयो ब्यालेन्स एज पर पासबुक एन्ड यसको एमाउन्ट छ हाम्रो 15,900 चेक इस्युड चेक काटियो वेट अब यता एउटा कुरा पोइन्ट टु बी नोटेड यो छ यता पासबुक दिएछ पासबुक त अब हामीले ध्यान दिनुपर्ने कुरा हो क्यास ध्यान दिनुपर्ने कुरा भन्नाले अब हामीले क्यास बुकको पर्सपेक्टिभबाट सोच्नु पर्छ ओके सो अब चेक इस्युड भनेको अर्गनाइजेसनबाट चेक काटियो सो अर्गनाइजेसनमा एमाउन्ट कम हुन्छ क्यास बुकमा एमाउन्ट कम हुन्छ अर्गनाइजेसनले रेकर्ड गर्ने त्यसैले गर्दा अन द तर यसले पेमेन्टको लागि प्रेजेन्ट गरेन त्यसैले अन द स्पोट हामीले यता रेकर्ड गरिहाल अब यो क्वेसन भयो यो भयो अब यता चेक डिपोजिटेड इन्टु ब्याङ्क यति 1000 वाज रेकर्डेड इन्टु क्यास बुक यानि ब्याङ्क भनेको पासबुकमा हामीले 1000 रेकर्ड गर्यो 1000 अनि क्यास बुकमा 100 मात्र क्यास बुकमा अर्थात् 900 ले कम भएको छ क्यास बुकमा 900 ले कम भएको छ त लेख्नुमा मिस्टेक भएको छ यो लेख्नु पर्ने थियो सरी फर द्याट एन्ड वेट लेट मी करेक्ट इट डिपोजिटेड इन्टु ब्याङ्क वाज रेकर्डेड इन that mistake has been corrected अब check deposited into bank has been dishonored भनेको ब्याङ्कमा हामीले चेक डिपोजिट गर्यो क्यास बुकमा एड हुने भयो तर ब्याङ्कले एक्सेप्ट गरेन त्यसैले यता एडिसनमा 500 आइहाल्छ पेमेन्ट साइड यो पहिले गरिहाल्यो थियो बट भिडियो त्यो रेकर्ड हुन सकेको थिएन बट लेट्स अन्डरस्ट्यान्ड फेरि पेमेन्ट साइड भनेको सीआर साइड हो हाम्रो क्यास बुकको त्यसैले अनि सीआर साइड भनेको माइनसवाला साइड हो अनि अन्डर क्यास भनेको माइनस हुने ठाउँमा बढी माइनस भइहाल्छ त्यसैले ओभरअल ब्यालेन्स हाम्रो बढी हुन्छ त्यसैले 100 यता रेकर्ड हुने भयो यसको टोटल 16500 आउँछ यसको पनि टोटल 16500 आउनु पर्ने अनि एट द एन्ड हाम्रो ब्यालेन्स एज पर क्यास बुक लेख्नुपर्छ यो आउँछ 14100 जसले गर्दा टोटल 16500 आइहाल्छ With that note, I just hope यो भिडियोले हजुरहरूलाई हेल्प गर्यो and with that said, hope you are helped through this video and thanks for watching guys.